बालेन सरकारको रामाराज्यमा के हुँदैछ यता हेर्नुहोस् त। यो वीर अस्पतालको कहाली लाग्दो भिडभाडको दृश्य हो। 9 बजेदेखि आगो यहाँ बजिरहेको छ अनि तपाईँ अगाडि घोषणा गर्छ काका। सरकारले शनिबार र आइतबार सार्वजनिक विदा गरेपछि बिरामीको चाप अस्पतालहरूमा थेगी नसक्नुको छ। अब लाइन बसेर होइन अनलाइनबाटै सेवा भनेर चुटकी बजाएको बालेन सरकारको धोती अस्पतालहरूमा धमाधम फुस्किरहेको छ। एउटा प्रधानमन्त्री त्यो बोल्दैन, अर्की स्वास्थ्य मन्त्री छिन्। उनी पेशाले स्टाफ नर्स हो अनि उनलाई सिंगै भद्रगोल स्वास्थ्य मन्त्रालयको भारी बोकाइएको छ। अस्पतालको निरीक्षण गर्दै आदेश जारी गर्दै भन्छिन् जसरी हुन्छ 24 घण्टा भित्र अस्पतालको भिड हटाउनु। लाग्छ मन्त्रीले बोलेपछि जादु छडी झैं सेकेन्ड भित्र सबै चीज ठिकठाक हुन्छ। 2/3 नजिकको सरकारले पहिलेको भन्दा पनि नाजुक अवस्थामा पुर्याइरहेको छ हाम्रो देशको स्वास्थ्य प्रणाली। यी दृश्यहरूले नै बताउन थालेको छ। एक त शनिबार र आइतबार समेतको बिरामीको चाप सोमबार एकैपटक थुप्रिएका छन् अनि अर्कातिर पहिलेको सिस्टम समेत ध्वस्त पारेर अनलाइन होइन भएको लाइन समेत भद्रगोल अवस्थामा पुर्याएको छ। बिरामीलाई धेरै असर गरेको छ। के गर्ने, दिनै नहुने बिदा 2 दिन। यहाँ त डाक्टर साहबहरूलाई त बरु अरू पनि सुविधा दिएर पनि राख्नुपर्ने कुरो थियो। कोलाहल, चिटचिटाहट, आक्रोश, ठेलमठेल, धकेला धकेल अनि कष्टप्रद यी दृश्यहरू। केही दिन यता काठमाडौँको ठूलो सरकारी अस्पतालमा दैनिक यस्तै दर्दनाक अवस्था देखिन्छ। कसले पहिले पालो पाउने, बिरामीका बीचमा हानाथाप र लफडाको अवस्था नै सिर्जना हुन थालेको छ। यता मात्रै होइन, नयाँ बिल्डिङ भएको मान्छे यताको मान्छे त धेरै भएपछि उता जानु पर्यो। इमर्जेन्सीलाई मात्रै चल्ने भएन कि यो भनेको त सरकारी, यो पनि सरकारी हो त्यो पनि सरकारी हो। त्यो इमर्जेन्सी मात्रै भए चलेन। यत्रो लाइन गरेर मान्छे पसिना 2 घण्टा बसेको लाइन बसेको अनि त्यहाँनिर उहाँ गइसकेपछि उहाँ खाली छ। उहाँ खाली भइसकेपछि नि इमर्जेन्सीको मात्रै लाइन भनेर भन्न मिलेन कि यो र त्यो काउन्टर सबै चल्नु पर्यो। कि त नराख्नु पर्यो, नभए ब्याङ्कको नै हटाउनु पर्यो, अर्को हार्नु पर्यो जुन चाहिँ फास्ट चल्छ। नभएदेखि नभए ब्याङ्कले गर्ने खोजे के हो, अलिक फास्ट मान्छे राख्नु पर्यो कि। बिरामीहरूले आक्रोश अस्पतालका कर्मचारीहरूसँग पोख्न थालेका छन्। जेनजी आन्दोलनपछि भएको निर्वाचनबाट गठन भएको स्क्रिप्ट अनुसार छिटो छरितो काम हुन नसकेको भन्दै कतिपय सेवाग्राही आक्रोशित छन्। जेएनजी को गभर्नमेन्टमा जेएनजी स्पिडमा काम गर्ने मान्छे चाहे हाम्रो ज्येष्ठ नागरिकको 2 घण्टा 3 घण्टा बसेर चल्नु पर्यो भने ब्याङ्कलाई जिम्मा दिनु पर्यो। ब्याङ्कले चाहिँ कन्टिन्युसली त्यस्ता कर्मचारीले काम हुँदैन होइन। ब्याङ्कले जिम्मा दिएको त्यही माथि सरकारले 2 दिन बिदा दिने अस्पतालमा पनि यसले त धेरै मर्का पर्यो नि। हप्तामा 1 दिन खोल्यो भने पनि व्यवस्थित चाहिँ गर्नु पर्यो। काउन्टर 3टा राखेर भएन यति मान्छेको लागि।